नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो म्याथ म्याजिक च्यानलमा। आज म कक्षा 8 को गणितको पाठ 13 मा रहेको रेखा र कोणहरु पाठको सम्पूर्ण अभ्यासको यो भिडियो म लिएर आइसकेको छु। तपाईहरु त्यसमा मेरो साथ दिनु होला। यहाँ नब खाली ठाउँ भर्नुहोस्। यहाँ क्वेशनहरु के छ भने दुई रेखा समानान्तर भएको अवस्थामा एकान्तर कोणहरु के हुन्छ, बराबर हुन्छ। त्यसपछि खमा छ दुई रेखा समानान्तर भएको अवस्थामा संगत कोणहरु बराबर हुन्छ। त्यसपछि गणमा दुई रेखा समानान्तर भएको अवस्थामा क्रमागत भित्तिक कोणहरुको योगफल के हुन्छ, 180 डिग्री हुन्छ। त्यसपछि 2 नम्बर छ तलको चित्रका आधारमा संगत कोणहरु, एकान्तर कोणहरु र क्रमागत भित्तिक कोणहरु लेख्नुहोस्। अब यहाँ लेखिसकेको छु, तपाईहरु आफै हेर्न सक्नुहुन्छ। त्यसपछि 3 नम्बर छ 3 नम्बर तलका रेखाहरु समानान्तर छन् वा छैनन् भन्ने कुरा कोणहरु नापेर छुट्याउनुहोस्। अब यहाँ छुट्याइसकेको छु। क र ग मा छन्, ख छैन, नापेर हेर्नु होला तपाईहरु पनि। 4 नम्बर तल दिएका सीधा रेखाहरुमा छेदक खिचेर कोण नापी दिएका सीधा रेखाहरु समानान्तर भए नभएको जाँच्नुहोस् वा जाँच गर्नुहोस्। तपाईहरु गर्न सक्नुहुन्छ। यो म गरिसकेको छु। यहाँ तपाईहरु पनि आफैले नाप्नु होला। अब यहाँ 5 नम्बरको छ। त्यसपछि 6 नम्बर अनि अब अर्को क्वेशन यहाँ हेर्नु के रहेछ। 6 नम्बरमा दिएका कोणहरुका आधारमा x को मान पत्ता लगाउनुहोस्। अब लगाइसकेको छु, यहाँ हेर्न सक्नुहुन्छ। ल त साथीहरु, आजको भिडियो यतिकै राखौं। भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने साथीहरुलाई शेयर गर्नु र च्यानललाई सब्स्क्राइब गर्नु र अर्को पाठको समस्याको समाधानको भिडियो म ल्याउने छु। धन्यवाद।